हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दुधे बजार आएको छौँ सब्जी लिन। सब्जी किनिसक्यौँ अनि सबै खान आएको छौँ। हाम्रो चाहिँ चप्पटे बाँधिदिनु हुन्छ दिदीको लागि। दिदीको पनि चप्पटे आइसक्यो गाइज। हामी चाहिँ दुधे बजारमा छौँ यो बाटैमा। चप्पटे खाँदैछौँ। अब हामी चाहिँ हाम्रो स्कुटरमा मासु लिन गएको है गाइज। दिदी हाम्रो स्कुटर, म पनि चढेको स्कुटरमा। कुदाउनु गाइज, हेर्नु न हौ कुकुरहरू पनि। उहाँ यति धेरै छ कुकुर। मासु पसल गर्दा अङ्कल आइसक्नुभयो। अब मासु बोकेर हामी हिँडेको। पैसा आइसक्यो फिर्ता। अब हामी चाहिँ घर जाँदैछौँ गाइज। अब चाहिँ गाइज हामी चाहिँ घर पुग्न आँट्यौँ। गाइज कोटामा आइसक्यौँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।